साथीहरु, आज चाहिँ म बाख्रा चराउन हिँडेको। हातमा लाठी लिएर सानो यसो तर्साउनलाई। यहाँ बाख्रा 15-20 वटा बाख्रा छन्। यसो ब्यागमा चेन्ज गर्ने कपडा बोकेर बाख्रा छोड्ने, आफू चाहिँ नुहाउने। अब यसरी कुनै जुमले पाएको यो बच्चाहरू चाहिँ कराउँछ, जुत्ने, एकअर्कालाई हान्ने रमाइलो छ। त्यही बारी तोरी बारी, यता चाहिँ कोदो, हिमाल छेकेछ क्या, अलि यता आइपुगेछ। कति कराउँछ हो, कति कराउँछ। आफ्नो माउ नचिन्ने कि। कति राम्रो तोरीबारी, पुरै तोरी लाग्छ है। तोरी चाहिन्छ भने भन्नु, चिसो ठाउँ एकदम 1400-1500 हाइटमा लगाएको तोरी है। फेरि तराईको होइन, 1400-1500 हाइटमा तोरी बारी। फापर नि छ फेरि, फापर चाहिन्छ भने भन्नु। यो चाहिँ गाउँको अबरोड रोड चाहिँ बनाएको, गाडी नहिँडेको शाखा रोड। टिमुर अझै रहेछ, टिमुर अझै छ। कोही कसरी टिमुर नि चाहिन्छ भने भन्नु, जे पनि पाउने के। केरा नि पाउँछ फेरि यता, केरा नि छ है, केरा नि पाउँछ। तोरी बारी। आफ्नो माउ चिन है, आफ्नो माउ चिन। यो कराउँछ है धेरै, यो बानी चाहिँ खराब हुने रहेछ। बाघा पाठी चाहियो नि भन्नु। यो त फेरि सिमी हो, रातो सिमी हो। यतिकै छोडेछ क्या, आउन सक्छ है। तलै हानेछ क्या। नहान है, नहान।